यो महानगर यातायातको रिङ रोडमा चल्ने इभी गाडी है। आज यसमा चढ्ने मौका पाएँ मैले केही काम विशेषले, र मैले 1000 रुपियाँ पनि कमाएँ। मैले आफ्नो सवारी साधनलाई चाहिँ कतै पार्किङ गरेर रिङ रोडमा नजिकै कतै काम थियो मेरो, यहाँबाट चक्रपथसम्म जाने क्रममा चाहिँ यो भित्र गाडीभित्र भएको सुविधाहरू तपाईँहरूलाई म देखाउँदैछु है। यो गाडी कस्तो छ हेर्नु होला, र बाहिरको चाहिँ यस्तो आउटलुक यस्तो छ। महानगर यातायातलाई मैले चाहिँ धन्यवाद नदिकन बस्न सकिनँ, र लास्टमा उहाँहरूको अनुभूतिमा यो मैले भिडियो पनि बनाएको हो। चालक र सहचालकको नाम चाहिँ मैले बिर्सेँ। यो वसुन्धरा चोकमा चाहिँ मैले भिडियो लिएको थिएँ। यहाँभित्र सिसिटिभी क्यामेरा पनि 2-3वटा देखेँ मैले। डिजिटल वाच थियो, टेलिभिजन चाहिँ चलाएको चाहिँ थिएन, र वाइफाई पनि थियो होला, मैले मागिनँ। अब त्यहाँ यात्रुहरू कस्तो चाहिँ उभिने मान्छेहरूलाई चाहिँ यात्रुहरूलाई समात्नको लागि ह्याङ्गर पनि थियो। अब आग लागि भइहाल्यो भने ब्याकअपमा अब त्यो CO2 ग्यास राखेको भरेर राखेको होला। सरसफाइमा चाहिँ अलिकति ध्यान दिन जरुरी छ। माथि सिलिङ हेर्नुहोस् न, एरोप्लेनको इन्टेरियर देखिँदैन। यो चाहिँ बल्कु सडक खण्ड भयो हेर्नुहोस्, नै डेभलप कन्ट्रीमा हिँडेको जस्तै अनुभव फिल लाग्यो मलाई चाहिँ। तपाईँहरू यात्रा गर्नुभएको छ यो गाडीमा? गर्नुभएको छ भने एकचोटि चढ्नुहोस्। यतिको गाडी चाहिँ उपत्यकामा अथवा चाहिँ सहरी क्षेत्रमा हुने हो भने हाम्रो निजी सवारी साधनहरूको चाहिँ प्रयोग कम हुन्थ्यो, इन्धन खपत पनि कम हुन्थ्यो, अहिलेको इन्धन क्राइसिसदेखि बचिन्थ्यो, आफ्नो व्यक्तिगत खर्च पनि कम हुन्छ। तपाईँहरू खास काम छैन, अलिकति समय छ, कुनै ठाउँमा पुग्नु छ भने अब तपाईँहरूको निजी सवारी साधन छ भने पनि कुनै ठाउँमा पार्किङ गरेर यसरी सार्वजनिक यातायात प्रयोग गर्ने बानी बसाल्नुभयो भने राष्ट्रलाई त फाइदा छँदैछ, साथसाथै तपाईँलाई पनि दैनिक केही न केही सेभिङ चाहिँ हुन्छ है। यो फ्लोरमा चाहिँ अलिक यिनीहरूले बिहान र बेलुका चाहिँ एटलिस्ट राम्रोसँग सरसफाइ गर्नुपर्ने, अलिकति फ्लोरभित्र मेन्टेन गर्न सरसफाइ अलिक मेन्टेन छैन। र चालकलाई त मैले देख्न पाइनँ, त्यहाँ चालक बस्ने कम्पार्टमेन्ट पनि एकदम छुट्टै क्लोज क्याबिन जस्तो गरी बनाएको छ, ताकि प्यासेन्जरसँगको डिस्ट्र्याक्सनबाट उहाँ चाहिँ सुरक्षित भएर बस्न सक्नुहुनेछ। यो ढोका अटोमेटिक आफै खोल्ने बन्द हुने। सहचालकको अलिकति आउटलुकमा चाहिँ ध्यान दिनु जरुरी छ। उहाँलाई सेवा प्रदायक कम्पनी अथवा महानगर यातायातले अलिक ओरिएन्टेसन दिएर अलिक स्मार्ट ड्रेस लगाउनु पर्यो। त्यसै कपाल सपाल चिटिक्क क्याप लगाउने, अलि पैसा राख्ने चाहिँ एउटा चाहिँ सानो ब्याग स्याग ह्याङ्गिङ ब्याग राखिदिने होइन। स्मार्ट देखाउनु पनि आइडी कार्ड राख्यो, आइडी कार्ड फोन नम्बर सहित राखिदियो भने राम्रो हुन्छ। डस्टबिन छ त होइन, प्रयोग पनि भइरहेछ, तर डस्टबिन आफैमा फोहोर छ। सरसफाइ मेन्टेन गर्नु जरुरी छ है। महानगर यातायातको चाहिँ मैले पछि मलाई फोन गरेर धन्यवाद पनि दिएँ, गुगलमा नम्बर सर्च गरेर। यो समथिङ के नेपाल भन्ने कार्यालय सचिव भन्ने हुनुहुन्थ्यो, उहाँलाई धन्यवाद पनि दिएँ। गाडी भाडा त अब सरकारले तोके अनुसार नै लिनुभएको होला, तर पछि अर्को फर्किने क्रममा चाहिँ एउटा अलिकति नमिठो अनुभव भयो, र उहाँलाई नै मैले फोन गरेँ। महानगर भेट चढेको त्यो महानगर चाहिँ होइन, हाम्रो नाममा अरूले चलाएका छन् भने त्यहाँ चाहिँ सहचालकबाट अलिकति भाडामा अलिक बढी भाडा लिएको मैले पाएँ। हस्।